हेलो नमस्कार सबैजनालाई। आज म चाहिँ यो माछा लिएर आएको छु र यो माछाको मैले चाहिँ पिस गरेर यसलाई चाहिँ मैले लसुन, नुन, मसला र अलिकति बेसार हालेर अलिकति कागतीको रस हालेर मेरिनेट गरेर ल हेर्नुहोस् त मैले चाहिँ यो माछालाई मेरिनेट गरेर राखेको थिएँ र अब यो बेसनको हाम्रो यो अलि बाक्लो बेसनको घोल बनाएको छु। यो घोलमा चाहिँ मैले यो माछालाई यसरी हेर्नुहोस् है, यसरी घोलमा लगाएर अब यसलाई मैले यसरी चाहिँ तेलमा हाल्छु। ल हेर्नुहोस्, पकौडा, फिस पकौडा, माछाको पकौडा है। ल हेर्नुहोस्, यो मिक्सचरमा चाहिँ लटपट्याएर अनि हामीले चाहिँ यसरी उसमा हालिन्छ, तातो कडाई तेलमा एकदम तातो तेल यसरी। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो माछाको पकौडा। ल हेर्नुहोस्, यसरी बनाएर खानु होला। यता हेर्नु त,